यो चाहिँ हाम्रो सिङताम फ्याक्ट्री है। र यहाँदेखि चाहिँ यस्तो भएको चाहिँ पहिरो चाहिँ आम्मामा गतिलो नि हौ। हेर्नु न यो हिजोस्ति गरेको वाल पड्केर आएको। यहाँनिर चाहिँ दुईवटा गाडी थियो रहेछ हो। यहाँ चाहिँ आसिङको गाडी अनि यहाँ चाहिँ हाम्रो ज्वाइँको गाडी आउनु भएको थिएछ। अन्त क्रिस्टा थियो यहाँ चाहिँ म्याक्स आसिङको ड्यामेज भएछ दुइटै गाडी। र अब चाहिँ यहाँबाट चाहिँ हाम्रो पानीको पाइपहरू थियो नि त। अनि अब चाहिँ यहाँबाट पानी बनाएर लानुपर्छ हो। अब यस्तै छ है। हाम्रो ठाउँमा पनि बिगार गरेको छ साथीभाइहरू। तपाईँहरूको ठाउँतिर पनि कतिको बिगार गर्यो यो पानीले। 68 सालको भल पहिरो भनेको चाहिँ हामीले पनि सुनेको थियौँ चाडबाडको मुखमा है। र यो 2025 को चाहिँ 68 साल होइन 2025 सालको चाहिँ हामीले पनि भल पहिरो चाहिँ देख्यौँ है। र सबैजना है तपाईँहरू पनि आफ्नो घरमा यसो सुरक्षित बस्नु होला। अझै पनि पानी पर्ने सम्भावना छ है। हेर्नु न अब यस्तो भइरहेछ। र कतिजनाले यसपालि है भल पहिरोमा आफ्नो ज्यान पनि गुमाउनु भएको छ। र उहाँहरूको पनि आत्माले शान्ति पाओस् है। र त्यही हो सबैजना है सुरक्षित रहनु होला, सतर्क बस्नु होला। यस्तै छ है। अब यो चिजहरू कहिले अब सङ्लिन्छ होला। हेर्नु न हाम्रो त्यो बाटो मेन एउटा जोडिने हाम्रो बजारहरू जाने बाटो है। हेर्नु न यो चुट्टिसकेको छ। र हाम्रो प्रायः यो मुनिपट्टि चाहिँ गाडीहरू छ नि त फेरि। अन्त अब सबैले अहिले चाहिँ उता साइड अर्को साइड गाडी राखिरहेको छ। अब त्यो कतिवटा कुरामा समस्या हुन्छ नि त। यहाँनिर अब गाडी उता राख्नु पनि है। कतिको दोकानपातले घर चलिरहेको हुन्छ है। कतिको ठुलो सामानहरू आउँदै गरेको हुन्छ। अब कहाँबाट बोकेर ल्याउने है। अब यो भल पहिरोले चाहिँ एकदमै क्षतिग्रस्त गरेको छ पहाडलाई है। र सायद अब हाम्रो यो एउटा क्षेत्रीय एउटा सरकारले है चाँडैभन्दा चाँडै यसको इनिसिएटिभ लिन्छ होला भन्ने एउटा आशा अपेक्षा साँचेको छौँ है। तपाईँले चाँडैभन्दा चाँडै गरेर जहाँको चाहिँ अब त्यो एउटा आवाज जवात गर्ने बाटोघाटोहरू भयो है। त्यो चिजहरू चुटेको छ। त्यो चिजहरूलाई चाहिँ तपाईँहरूले ध्यान दिनुहोस् है। हेर्नुहोस् न अब यस्तो भइरहेछ। अब हेर्नु नि यहाँ माथि एउटा घर छ। अब यो घर पनि हेर्नु न झुन्डिरहेको छ अब हो। यस्तो छ साथीभाइहरू। ल त है अब चाहिँ पानी बनाउने खाने पानी छैन। पानी रिजर्भमा बसेको पानी खालि छ। अब फेरि त्यो तुर्यो भने के गर्ने हो। कता जाने के गर्ने। यहाँनिर सबैको पाइपहरू यस्तो भइरहेको छ। लतालिङ्गै भइरहेको छ। अब चाहिँ हामी चाहिँ पाइप लिएर आएको छु। चुटिएर पाइपहरू यहाँभित्र गाडेको छ नि त। अन्त त्यो भएर चाहिँ मैले पाइप लिएर आएको हो। अनि यस्तै छ साथीभाइहरू। अब गर्नै पर्यो चाडबाडको मुखमै भयौँ हो। सबै पहाडवासीलाई नै दुःख आइपर्यो यसपालि त। अन्त हेर्नुहोस् है हेर्नु न वालहरू पड्केर आएको। र मलाई चाहिँ एउटा कुरो के यहाँबाट एउटा शिक्षा पाएको छु, ज्ञान पाएँ भन्दाखेरि नि अब हामीले यो वालहरू गर्छौँ, बाटोहरू बनाउँछौँ है। र त्योभन्दा पनि सर्वप्रथम पहिला चाहिँ हामीले के गर्नुपर्दो रहेछ भन्दाखेरि नि यो चिजहरू नहुनुको लागि हो भने हामीले आफ्नो यो ड्रेनहरू चाहिँ एकदमै राम्रो बनाउनु पर्दो रहेछ। अनि एउटा यो चाहिँ के हुन्छ सबैको एउटा योगदान पनि हुन्छ कि सबैको एउटा के हुन्छ भन्दाखेरि नि कर्तव्य पनि भन्छ। नालीहरू चाहिँ बुझेको छ भने ड्रेनहरू बुझेको छ भने चाहिँ आफ्नो क्षेत्रमा कसैले त्यो बुझेको देख्नु भएको छ भने चाहिँ हामीले चाहिँ त्यो नाली ड्रेनहरूलाई चाहिँ एकदमै सफा गरिहाल्नु पर्दो रहेछ। किनभने यो ड्रेनहरू राम्रो बनाउनु पर्ने रहेछ। अनि ब्लकहरू भएको छ भने खोलिहाल्नु पर्ने रहेछ है। तर्कोले खोल्छ होला तर्कोले खोल्छ होला भन्यो भने चाहिँ यस्तो गतिविधि हुन्छ है हो। अनि हामीले चाहिँ पहिला सर्वप्रथम चाहिँ बाटो
बनाउनु भन्दा पनि हामीले पहिला चाहिँ यो ड्रेनहरू बनाउनुमा चाहिँ एकदमै ध्यान दिनुपर्ने रहेछ। मैले चाहिँ यसपालि है मैले त्यो शिक्षाहरू पाएको छु, ज्ञान पाएको छु र हाम्रो सम्पूर्ण सिङ्तामवासीलाई पनि म यही आह्वान गर्छु, जो कहिले पनि है भोलिको आउँदो दिनहरूमा बाटोघाटो बनाउनुहुन्छ त्योभन्दा पहिला चाहिँ तपाईँहरूले एकदमै ड्रेन राम्रो बनाइदिनुहोस् है। यति भन्दै है अब चाहिँ म मेरो यो पानीको काम गर्ने छु है। त साथीभाइहरू हेर्नु न, घाम यस्तो छ हो, घरि घाम टन्टलपुर घाम लाग्छ, घरि नौधुरको पानी पर्छ है। घाम लाग्दा पनि रमाउनु हुँदैन र नौधुरको पानीमा पनि अत्तालिनु हुँदैन, किनभने अत्ताल्यो भने कामहरू बिग्रिन्छ है। तपाईँहरू पनि सुरक्षित रहनु होला, आफ्नो ठाउँमा होसियारी बस्नु होला र यति भन्दै है मेरो यो कुरा यहीँ समाप्त गर्दछु। थ्याङ्क यू।